त्यसको बारेमा पनि सरले केही जानकारी पनि राख्नुहोला। र थप अघि हामीले मौद्रिक समीक्षाको बारेमा पनि एउटा छलफल भइरहेको थियो। सर त लामो क्वेसन हुनुभयो जस्तो छ है। र त्यो मौद्रिक समीक्षाले उठाएको कुराहरूलाई पनि सरले के समेटेर केही बताइदिनु होला भन्ने कुरा मैले राखेँ सर विष्णु सरलाई। मौद्रिक पोलिसीको कुराहरू गर्दाखेरि स्टेटस को हो। अब अलिकति डिफ्रेन्ट भएको भनेको तपाईँको 125 को जुन भार हो क्यापिटल मार्केटमा जाने जुन चाहिँ लोन दिन्छ भन्दाखेरि मार्जिन प्रकृतिको लोन भन्छ, तर त्यो मार्जिन प्रकृतिको लोन होइन, त्यो लोन अगेन्स्ट सेयर्स हो। लोन अगेन्स्ट सेयर्समा जुन चाहिँ क्यापिटल एडिक्वेसी काउन्ट गर्दाखेरि त्यसको वेटेड एभरेज जुन राखेको छ 125बाट 100मा पुर्याइदियो। त क्यापिटल तपाईँको सेयर धितोपत्र कर्जा दिँदाखेरि यदि कसैको क्यापिटल एडिक्वेसी रेसियो हिट हुने अवस्थामा थियो भने अब उनीहरूको लागि चाहिँ कस्ट अफ फन्ड चाहिँ अलिकति सस्तो पर्ने भयो। फरक त्यो हो। त्यसले केही प्रफिटेबिलिटीमा पनि राम्रो काम गर्छ दिन सक्यो भने, र अर्को चिज चाहिँ तपाईँको क्यापिटल एडिक्वेसीमा पनि पोजिटिभ इम्प्याक्ट पार्छ। त भनेपछि ब्याङ्कहरू चाहिँ यदि कसैलाई चाहिँ सेयर धितो कर्जा दिनको लागि कुनै ब्याङ्कहरूलाई अप्ठ्यारो परेको थियो भने उनीहरूलाई सहज भइदिने भयो। फरक त्यति मात्रै हो। त्यसले गर्दाखेरि केही तपाईँको सेयर मार्केटमा जाने लिक्विडिटिजहरूमा चाहिँ फरक चाहिँ पार्छ। अझै पनि हामीसँग रुम छ त हामीले अझै धेरै सेयर कर्जा दिनको लागि भन्ने कुरा त रुम त पहिला पनि थियो। त्यो एउटा पोजिटिभ इम्प्याक्ट हो होइन। अरू चिजहरू त लगभग स्टेटस को नै छ। त्यही भएर मोनेटरी पोलिसीलाई अब नयाँ गभर्नर नियुक्त भइसकेपछि उहाँले चाहिँ सायद उहाँकै फोर्समा होला यसलाई 100मा झारौँ भनेर उहाँले चाहिँ भन्नुभयो होला, अनि त्यसपछि 100मा झारियो होला। बाँकी चाहिँ आउनेवाला मौद्रिक नीतिहरू पोजिटिभ तरिकाले आउलान् कि भनेर हामीले एक्सपेक्ट गर्न सकियो। पोजिटिभ टोनबाट गएपछि पोजिटिभ नै होलान् भन्न सकियो। मेजर अर्को इभेन्ट भनेको तपाईँको फिस्कल पोलिसी जुन चाहिँ बजेट आउँछ 15 गते, त्यो नै हो तपाईँको अल्टिमेट ड्राइभिङ फोर्सेस होइन। अब उनीहरूले चाहिँ अर्थतन्त्रलाई कसरी ड्राइभ गरेर लाने भन्ने कुरामा चाहिँ कसरी चाहिँ अब पुरानै खालको पोलिसीको कन्टिन्युएसन गर्छन् या नयाँ खालको कुनै नयाँ चिजहरू लिएर आउँछन् भन्ने कुरा चाहिँ त्यो हेर्न बाँकी छ। अब अरू एउटा प्रश्न आएको थियो के अरे हाम्रो यो आइपिओ ल्याउन दिने कि नदिने भन्ने कुराहरू होइन। यी सबै कुरा बेकार हुन्। हेर्नुहोस्, म तपाईँलाई 90 नेटवर्थ हुनुपर्छ भन्ने कुरा पनि त्यो प्र्याक्टिकल पोसिबल नहुन सक्छ। किन भन्दा कुनै हाइड्रो पावर कम्पनीले सुरुमा चाहिँ क्यापिटल एक्सपेन्डिचर गर्ने हो। क्यापिटल एक्सपेन्डिचर गर्दै 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 जाँदाखेरि उसले क्यापिटलबाटै खर्च गर्दै जान्छ। अब लोनलाई लोनमै लायबिलिटीमै देखाउनु पर्यो, उसको क्यापिटलबाट खर्च गर्दै जान्छ। प्रोडक्सन भएर रेभिन्यू नआउँदासम्म त नेटवर्थ तल आइहाल्छ। अनि नेटवर्थ 90 मात्रै हुनुपर्छ, नेटवर्थ 80 मात्रै हुनुपर्छ, तिनलाई मात्रै आइपिओ ल्याउन दिनुपर्छ भनेर भन्यो भने त के त्यसले फेरि 4-5 वर्षपछि लिएर गएर नेटवर्थ पोजिटिभ गरेर आइपिओ ल्याउने त होइन। आइपिओ ल्याउने क्रममा मेरो हिसाबले रोक्नुहुन्छ भन्ने कुराको म कहिल्यै पनि पक्षधर होइन होइन। हुन त अब म हाइड्रोको चाहिँ सिङ्गल प्रोजेक्टवाला हाइड्रोको आइपिओ नै तपाईँको कम्प्लिटली स्क्याम हो भन्छु होइन। त्यसलाई क्यापिटल मार्केटमा नै ल्याउन नमिल्ने खालका हुन्छन्, जसको चाहिँ एउटा मात्रै प्रोजेक्ट राख्यो, त्यसपछि चाहिँ क्यास फ्लो के हो त? 30 वर्षपछि के हो त क्यास फ्लो भन्दा केही पनि छैन होइन। भन्दाखेरि त कम्पनी निर्माण गर्दाखेरि कम्पनी सदाबहार नै रहन्छ भन्ने कुराहरू हो, तर 30 वर्षपछि क्यास फ्लो देखाउन नसक्ने कम्पनी चाहिँ अब त्यो चाहिँ त्यसको कन्टिन्युएसनमा होइन गोइङ कन्सर्नमा चाहिँ क्वेसन भयो। गोइङ कन्सर्नमा क्वेसन भएको चिजलाई कसरी चाहिँ तपाईँले क्यापिटल मार्केटमा चाहिँ छिराउने होइन। त्यो त प्रोजेक्ट हो। प्रोजेक्टमा के हुन्छ भनेर भन्दाखेरि आजको डेटमा सबैभन्दा हाइएस्ट भ्यालु हुन्छ फ्युचर क्यास फ्लोलाई आजको डेटमा डिस्काउन्ट गर्दाखेरि। त्यसपछि क्यास फ्लो चाहिँ अब बिस्तारै पछि गएर रोकिने क्रममा चाहिँ अब यसपछि क्यास फ्लो आउँदैन भनेपछि भ्यालु 0 हुनु पर्यो होइन। क्यासै फ्लो नआउने कम्पनी कसैले चाहिँ अनरसिप राख्छ त? राख्दैन नि त। भनेपछि त्यो जसरी चाहिँ कम्पनीजहरू आइराखेका छन् त्यो च्याउ उम्रिएसरी चाहिँ जोसुकैलाई पनि एउटा सानो खोला
खल्तीमा पिपिए बोकेर हिँड्ने अनि तिनीहरूले क्यापिटल रेज गर्ने भनेर त्यो गरेको छ, त्यो चाहिँ अलिकति गलत नै हो तरिका। तर पनि अब यो आइपिओ ल्याउनको लागि कि त त्यो वाला पोलिसी नै चेन्ज गर्नु पर्यो। हाइड्रो पावर कुन स्ट्रक्चरमा आउने, एज अ होल्डिङ कम्पनीको स्ट्रक्चरमा आउने, मल्टिपल प्रोजेक्ट्सहरू लिने गरी ठुला ठुला कर्पोरेट्सहरू बन, अनि त्यसपछि गएर तिमीहरूको एफिसियन्सी पनि राम्रो हुन्छ भनेर त्यसरी ल्याउन दिने हो कि होइन? या जोसुकैलाई पनि तपाईँले खोला खोलामा चाहिँ हाइड्रो पावर बनाउँदै जा भनेर भन्ने हो। त्यो आफ्नो डिबेटको कुरा छ। तर आइपिओ ल्याउनको लागि यी विभिन्न खालका बन्देजहरू शर्तहरू जुन राखिएको छ त्यो चाहिँ ठिक होइन। एउटा कुरा चाहिँ त्यो भयो। अर्को पक्ष के हो, भन्नुहुन्छ भने आइपिओ ल्याइसकेपछि एक्जिट दिने कि नदिने। अब यहाँ हेर्नुहोस् है कस्तो कतिसम्मको अन्याय गरेको छ भनेर भन्नुहुन्छ भने भेन्चर क्यापिटलको थ्रु यदि कसैले प्रमोटर सेयरमा पैसा हाल्यो र आइपिओ आयो भने 1 वर्षमा बेच्न पाउने भनिदिया छ भेन्चर क्यापिटलिस्टहरूलाई होइन। भने प्रमोटरले चाहिँ 3 वर्षसम्म लगइन गर्नुपर्ने, त्यो डिस्क्रिमिनेटरी हो पोलिसी। प्रमोटरको पैसा होइन र होइन, उसको पनि त पैसा हो नि, उसले पनि त एक्जिट रुट पाउनु पर्यो नि। तर इन्टरनेसनल प्र्याक्टिसमा अब कहीँ चाहिँ अब नेपालमा चाहिँ अब सही नियतले हेर्ने हो भने त एक्जिट रुट पाउनु पर्यो। तर कतिपय हाइड्रो पावरहरू यो मात्रै कारणले प्रमोट भएका छन् कि आइपिओ आएपछि हामी सबै निस्कन्छौँ, 3-4 गुणा पैसा बनाइहाल्छौँ, अनि त्यसपछि निस्किएर बाहिर बस्छौँ, पब्लिकलाई गरिदिन्छौँ, त्यसपछि हाइड्रो पावर तिनै पब्लिकले चलाउँछन् भन्ने बदनियतका साथ आइराखेका छन्। अब त्यसलाई रोक्ने तरिका के हो त? त्यसलाई कसरी थाहा पाउने त? तेरो नियत ठिक हो कि होइन भनेर कुरा त ब्ल्याङ्केट त थाहा पाउन सकिँदैन। त्यसलाई पोलिसीबाट नै ठिक गर्ने हो। पोलिसीबाट ठिक गर्दाखेरि गर्ने के हो भन्दाखेरि जस्तो इन्डियामा पनि एउटा प्र्याक्टिस छ, अफर फर सेल भनेर हुन्छ। प्रमोटर्सहरूले आफ्नो सेयर्सलाई चाहिँ डाइल्युट गर्नु पर्यो भने सिधा उनीहरूले पहिला अफर लिएर आउँछन् होइन, म यति समयभित्रमा यो प्राइस रेन्जमा यति किता सेयर बेच्छु भनेर पब्लिकलाई एनाउन्स गरिदिन्छन्। अनि त्यो एनाउन्स गरिसकेपछि त्यो अफर फर सेल विन्डोबाट बिक्छ। त्यसको छुट्टै एउटा ट्रेडिङ स्टाइल हुन्छ, त्यो विन्डोबाट बिक्ने गर्छ। त्यो गर्यो भने चाहिँ ट्रान्सपेरेन्सी हो कि मार्केटले खोजेको के हो त भन्दाखेरि ट्रान्सपेरेन्सी हो। जे हुन्छ आम लगानीकर्तालाई जानकारी होस्, उनीहरूसँग चाहिँ आज चाहिँ बसेको छ, एकैचोटि चाहिँ दिउँसो 12 बजे चाहिँ लाखौँ किताको चाहिँ सेलिङ आयो अनि उसले मार्केटमा नै डम्प गरेको छ, अनि बाँकी रिटेल्सले हेरेको हेरे होइन, अनि त्यसले प्राइसमा चाहिँ ठुलो इम्प्याक्ट पारेको छ मार्केटमा डम्प गर्दाखेरि। मार्केटमा डम्प गर्न पनि दिने होइन तपाईँको प्रमोटरलाई, र उसले चाहिँ सेल गर्नु पर्दाखेरि पहिला नै भनेर जनरल रिटेललाई सबै सेयर होल्डर्सलाई चाहिँ अब न्युज पेपरमै प्रकाशित गरेर हुन्छ या फेरि कुनै पोर्टलमा राखेर हुन्छ, म यति किता बराबर सेयर यो प्राइससम्ममा बेच्न तयार छु भनेर ओपन अफर दिनु पर्यो होइन। त्यो गरेर एक्जिट रुट चाहिँ दिनुपर्छ। हेर्नुहोस्, प्रमोटरलाई एक्जिट रुट नदिने भन्ने कुरा हुँदैन, किन भन्दाखेरि सुरुमा उसले सुरुवात गर्दाखेरि रिस्क त लिएको छ नि त होइन। अब त्यो रिस्क लिइसकेपछि मलाई चाहिँ सर्टेन क्यापिटल फेरि आफ्नो रेज गर्न देऊ भनेर आइपिओ ल्याउन नपाउने कुरा पनि आउँदैन होइन। सरकारले नै मोडालिटी दिएको छ त भनेपछि यो नेटवर्थ यति भएको मात्रै आउन पर्ने भन्ने कुरा पनि गलत हो होइन। यो सी इन्भेस्टरले हेर्ने हो के नेटवर्थ कति छ भनेर होइन। आजको डेटमा मैले यो कम्पनीको सेयर किन्ने कि नकिन्ने सबै लायबिलिटी इन्भेस्टर्सको हो के। त्यहाँ चाहिँ रेगुलेटर्सले न त प्राइस डिटरमाइन गर्न पाउँछ होइन, यतिमा किन बेच भनेर के, ल 100मै किनेको सेयर पनि 100% रिस्क फ्री छ भनेर ग्यारेन्टी दिन्छ त? त्यसो भए सेभनले दिँदैन नि त। भनेपछि मेन कुरा के हो भनेर भन्दाखेरि तपाईँको रेगुलेट गर्ने हो, डिस्क्लोजर गर्ने हो, म्याक्सिमम भन्दा म्याक्सिमम डिस्क्लोजर गर्नु पर्यो होइन। ठुला ठुला अक्षरमा लेख्नु पर्यो कि यो आइपिओमा हालेको पैसा चाहिँ तिम्रो सबै पैसा पनि डुब्न सक्छ है भनेर डिस्क्लोज गर्नु पर्यो होइन। त्यसलाई हाइलाइट गर्नु पर्यो रेगुलेटरले।
रेगुलेटरले के भन्नु पर्यो भन्दाखेरि सेयरमा गरेको लगानी चाहिँ भयङ्कर रिस्क छ है, हेर्नुहोस् है, लगानी गर्नुभन्दा पहिला सोच्नुहोस्, धेरै विचार गर्नुहोस्। यदि तपाईँको रिस्क बियर गर्न सक्ने क्यापासिटी छ भने मात्रै सेयर बजारमा छिर्नुहोस्, होइन भने नछिर्नुहोस् भनेर घोक्नु पर्यो उसले, होइन? त्यो उत्तरदायित्व हो सेबुनको। अब कसैलाई क्यापिटल मार्केटको एक्सेसै दिन्न, होइन, मेरो तेरो अनुहार मन पर्यो कि मरेन, अनुहार हेरेर दिन्छु भन्न थाल्ने खालको पोलिसी गरेर त कहाँ हुन्छ र? त्यो त सम्भव हुँदैन, हेर्नुहोस्, होइन? त्यही भएर यो खालका विभिन्न खालका बन्देजहरू ल्याउने, क्यापिटल मार्केटलाई रेस्ट्रिक्ट गर्ने खालका बन्देजहरूको म फेभरमा होइन, छोडिदिनुपर्छ। जसले पनि रेज गर्न पाउनुपर्छ पैसा। मसँग आइडिया मात्रै भएर पनि त मैले क्यापिटल रेज गर्न पाउनु पर्यो नि। मेरो न कुनै सम्पत्ति छ न के छ, सर्टेन पैसा चाहिँ मैले हालेँ, आफ्नो प्रमोटर सेयर त हालेँ नै। प्रमोटर सेयर हालिसकेपछि अब मेरो आइडियालाई चाहिँ पब्लिकले सब्सक्राइब गर्नु, मेरो फलानो मैले अघिल्लो 5 वर्षमा यसरी कमाएर लैजान्छु भनेर मैले आइडिया दिएँ भने त्यो आइडियालाई पनि त मैले, यदि पब्लिकले विश्वास गर्छ भने, मेरो आइडियालाई विश्वास गरेर पब्लिकले पैसा हाल्छ भने मैले किन रेज गर्न नपाउने? पैसा रेज गर्न त पाउनु पर्यो नि। भनेपछि क्यापिटल रेजको लागि रेस्ट्रिक्सन्स लगाउनु हुँदैन। विष्णु सर, यसमा त्यो प्रक्रिया भन्दा पनि सेभेनद्वारा चाहिँ सञ्चालकहरूले कुनै पनि प्रोजेक्ट सञ्चालन गर्दाखेरि एउटा निश्चित समयावधिमा पुरा नगरिकन समय लम्ब्याउँदै जाने र त्यसको उत्पादनलाई पनि अलिकति कम प्राथमिकता दिएर बसिरहेको अवस्था भएको हुनाले सञ्चालक जिम्मेवारी बनाउनको लागि यो नयाँ प्रोसेस गर्न खोजिएको हो कि जस्तो सरको चाहिँ कस्तो खालको बुझाइ हो? तपाईँको थ्योरिटिकल्ली रङ कुरा थ्योरिटिकल्ली नै रङ हो के? तपाईँको क्यापिटल रेज गर्नलाई नै हामीले चाहिँ विचार गर्ने भनेर त्यो डिस्क्रिसनरी पावर किन राख्ने भनेको? अब टाइममा प्रोजेक्ट पुरा गरेन, कसको कमजोरी हो? सेभनको कमजोरी हो कि लगानीकर्ताको कमजोरी हो कि कसको कमजोरी हो? होइन, म्यानेजमेन्टको कमजोरी हो नि, होइन? एजिएम छ त, होइन? एजिएम छ, एजिएमबाट गर्नुहोस्, कर्पोरेट गभर्नेन्सलाई स्ट्रङ गर्नुहोस्, डिस्क्लोजरहरू दिनुहोस् भनेर त्यो सबै कुराहरू भन्नु पर्यो। बेला बेलामा फाइलिङ गर्नुहोस्, फाइलिङ गर्दाखेरि फलाना डिस्क्लोजरहरू दिनुपर्छ, त्यो भन्न सक्यो सेबोनले। लगानीकर्तालाई इन्फर्मेसन डिसेमिनेसन गर्ने क्रममा प्रोपर इन्फर्मेसन दिनुहोस् है। तपाईँको इन्फर्मेसनको फर्मेट पुगेन, हाइड्रो पावरलाई के इन्फर्मेसन चाहिने हो ती सबै इन्फर्मेसन चाहिँ इभन तपाईँले त्यो सेयर इस्यु गर्दाखेरि विवरण पत्रमा पनि प्रकाशित गर्नुपर्छ। अनि त्यसपछि तपाईँ पब्लिक कम्पनी भएको नाताले 3-3 महिनामा फाइलिङ कहाँ गर्नुपर्ने हो, कुन वेबसाइटमा लिएर गएर राख्नुपर्ने हो, एकाउन्टिङ गर्दाखेरि के डिस्क्लोजरहरू दिनुपर्ने हो, त्यो चिजहरू बढाइदिनुहोस् न, होइन? अँध्यारोमा लगानीकर्तालाई अँध्यारोमा नराखोस् भन्ने मात्रै जिम्मेवारी हो। काम गर्दै गएँ, भएन, प्रोजेक्ट कम्प्लिट भएन, त्यहाँ चाहिँ तपाईँको त्यो जुन ठाउँमा मैले चाहिँ प्रोजेक्ट बनाउने भनेर भनेको थिएँ त्यहाँका स्थानीयवासीले बनाउनै दिएनन्, के गर्ने त? त्यसमा प्रमोटरको दोष त होइन नि त, होइन? प्रमोटरले टाइम लाइनमा बनाउँछु भनेर भनेको चिजहरू बनाउन सकेका छैन, त्यो केसमा के गर्ने त, होइन? अनि तिमीले चाहिँ टाइम लाइनलाई फलो गर्नुपर्छ, भएन भने के कारणले भएन सेयर होल्डरलाई इन्फर्मेसन देऊ भनेर भन्ने न हो। रिलायन्स पावरले 2008मा आइपिओ लिएर आयो 450 रुपियाँमा, 10 रुपियाँको फेस भ्यालु थियो, होइन? प्रिमियममा लिएर आयो, न त्यसको कुनै प्रोजेक्ट थियो न के थियो, सबै कुराहरू प्रोजेक्सन्समा हामी युपीको फलानो ठाउँमा लिएर गएर हामीले हाइड्रो पावर लगाउँछौँ, गुजरातको केजी बेसिनबाट चाहिँ हामीले ग्यासको पाइपलाइन तानेर त्यहाँ चाहिँ ठुलो हाइड्रो पावर प्रोजेक्ट बनाउँछौँ, हामी एटोमिक हाइड्रो पावरमा पनि आउँछौँ, हामी थर्मलमा पनि आउँछौँ, हामी ग्यास बेसमा पनि आउँछौँ भनेर निकै ठुलो प्रोजेक्ट लिएर आयो। अहिलेसम्म एउटा प्रोजेक्ट बनिएको छैन, के गर्नुहुन्छ त? त्यसको प्राइस चाहिँ रिफ्लेक्ट भयो, 450 मा लिस्ट भएको चिज चाहिँ 50 सेन्ट पैसासम्ममा आयो, अहिले चाहिँ 12-13 रुपियाँ कति चल्दैछ, 50 पैसा पनि आयो त्यसको सेयरको प्राइसेस। भनेपछि त्यो प्रोजेक्ट फेल भएको केसमा अब कम्पनीलाई पनि घाटा हुने हो, लगानीकर्ताले पनि
त्यो ओभियसली रेभिन्यू नै छैन। 2008 देखि अहिलेसम्म कति वर्ष भयो भन्नुहोस् त? 16 वर्षभन्दा बढी भइसक्यो होइन। त्यत्रो पिरियडसम्ममा मैले चाहिँ अघिल्लो 3-4 वर्षमा प्रोजेक्ट हाल्छु भनेर भनेको प्रमिस गरेको चिजहरू 16 वर्षसम्म हाल्न सकेको छैन। कम्पनीको हालत पनि सबै खराब भइसकेको छ, डेटमा डुबिया छ, ऊ छ, न प्रोजेक्ट लगाएको छ न के गरिया छ, उल्टा लोनमा डुबिया छ होइन। त्यो सबै स्थितिले गर्दाखेरि त्यो नहुन सक्यो के। अब कारण के हो भनेर भन्दाखेरि तपाईँको आफ्नो ठुलो दाइ जो केजी बेसिनमा चाहिँ तपाईँको कृष्णा गोदावरी बेसिन हो, त्यहाँ चाहिँ रिलायन्स र ओएनजिसी मिलेर ग्यास प्रोडक्सन गर्दै थिए। अब 3.something डलरमा चाहिँ मैले ग्यास दिन्छु भनेर भनेको, अनि सुप्रिम कोर्टले नै सरकारको सम्पत्ति त प्राइभेट कम्पनीले डिसाइड गर्ने के हुन्छस्, हामीले चाहिँ जो मार्केट प्राइसमा हो 6-7 डलरमा हो पर एमएमबिटियु ग्यास चाहिँ त्यसैमा लिनुपर्छ भनेर भनिदियो। अब त्यसको सबै प्रोजेक्सन्सहरू फेल खायो। ठुलो रिलायन्स कम्पनीले ओएनजिसीले मैले तँलाई ग्यासै दिन्न भनेर भनिदिए, फेल खायो। के गर्ने त भनेपछि के गर्ने भन्दाखेरि त्यस्तो कम्पनी डुब्ने हो। डुब्ने कम्पनीमा के हो त? प्राइस तल आउने हो, प्राइसै तल आउने, अरू के हुने हो त? त्यो जोखिम चाहिँ तपाईँको सुरुमा आइपिओ भर्दाखेरि ती सबै जोखिमहरू लेखिएका हुन्छन्। त्यो सबै चिज पढेर लगानी गरे हो त? मैले पढ्दै पढिनँ भनेर लगानी गर्छु भन्छ भने लगानीकर्ताको गल्ती हो नि त। लेखेको त छ नि त सबै चिजहरू होइन। लेखेको चिजहरू पढेर पढ्दै नपढिकन मैले आइपिओमा गरेँ अनि फसेँ भनेर चाहिँ धर्ना दिन जाने, त्यो त कुनै लजिक भएन नि। तपाईँको रिटेल्सलाई प्राइस कति जान्छ, कति तल आउँछ, कति माथि आउँछ भन्ने कुराको ग्यारेन्टी सेभनले लिन सक्दैन, उसको जिम्मेवारी पनि होइन होइन। तिमीले लगानी गरेका छौ, तिमीले रिस्क लिएका हो, रिस्क छ है, भयङ्कर रिस्क छ है भनेर बारम्बार भन्नु चाहिँ ड्युटी हो उसको। सोचेर सम्झेर मात्रै लगानी गर है भन्नु चाहिँ ड्युटी हो। बाँकी क्यापिटल मार्केटमा आउने भनेको रिस्क नै हो। क्यापिटल रेज गर्नबाट कसैलाई पनि रोक्नु चाहिँ उचित हुँदैन, मेरो चाहिँ धारणा त्यही नै हो। शान्त भयो सर, सुरु गरौँ। क्लाउड सर, विनु सर बोल्न सक्नुभयो? ठिक छ, बिएनजीको कुरो ठिक छ, बिएनजीको कुरो राम्रो छ। हजुर, खुला अनि त्यही त विनु सरलाई, त्यही त विनु सरलाई म एउटा क्वेसन सर, यो अब 150% जोखिम भारबाट 125% योभन्दा अगाडि आयो होइन। अब अहिले 125%बाट 100% जोखिम भारमा आउँदै गर्दाखेरि नेप्से इन्डेक्सले केही क्लाइन्ट एउटा सकारात्मक केही हिट त हान्छ होला नि सर, तपाईँलाई कस्तो लाग्छ सर? होइन, ओभरअल त अब मैले भनिसकेँ, मार्केटको टेक्निकल स्ट्रक्चरमा पनि तपाईँको कन्सोलिडेट गरेर अब मास्टरपट्टि ब्रेकआउट गर्ने हो कि भनेर कुरिराखेको छ। 2770लाई ब्रेकआउट गर्न सक्यो भने मार्केट चाहिँ राम्रै बुलिस चाहिँ हुन्छ, त्यो सम्भावना मैले देखेको छु होइन। ओभरअल स्ट्रक्चरमा ठिकै छ। अब त्यो पोलिसीले सर्टेन चाहिँ सेन्टिमेन्ट पोजिटिभ गर्ने काम एड अन चाहिँ गरिदेला। टेक्निकलले त लगभग पोजिटिभ सङ्केत देखाइसकेको थियो, त भनेपछि त्यसमा एड अन चाहिँ गरिदेला। किन भन्दाखेरि पोलिसी चाहिँ अब अलिकति खुला तरिकाले क्यापिटल मार्केटलाई पनि हेरेर के अरे साह्रै रेस्ट्रिक्सन नलाउने खालको आउन सक्छ है आउनेवाला दिनमा भन्ने कुरा मार्केटले एज्युम गरेको छ होइन। त्यसले गर्दाखेरि सेन्टिमेन्ट पोजिटिभ भयो। इमिडिएट इफेक्ट के हो त त्यसको भनेर भन्दाखेरि धेरै ठुलो इम्प्याक्ट चाहिँ छैन होइन। केही क्यास फ्लो चाहिँ बढ्न सक्यो, ब्याङ्कहरूले पनि तपाईँको क्यापिटल मार्केटमा लोन दिँदाखेरि हायर प्रोभिजनिङ गर्नु परेन, क्यापिटल त्यो अनुसार छुट्याउनु परेन, उनीहरूको कस्ट अफ क्यापिटल कम पर्ने भयो। त्यसले गर्दाखेरि कस्ट अफ क्यापिटल कम भइसकेपछि प्रफिटेबिलिटीमा भन्ने कुरा असर पर्छ भन्ने कुरा हो। तर तपाईँको धितो पत्र कर्जामा चाहिँ ब्याङ्कहरूको पोर्टफोलियो धेरै ठुलो हुँदैन
हैन। धेरै ठुलो नभएको केसमा तपाईँको प्रफिटेबिलिटीमा सिग्निफिकेन्ट इम्प्याक्ट चाहिँ पार्दैन त्यसले। हैन, ब्याङ्कको ब्यालेन्स सिटमा के फरक पार्ला त भनेर भन्दाखेरि धेरै ठुलो सिग्निफिकेन्ट इम्प्याक्ट चाहिँ पार्दैन हैन। तर एज अ मार्केटको लागि चाहिँ यो चिज चाहिँ पोजिटिभ भयो भन्ने सेन्टिमेन्ट पोजिटिभ चाहिँ हो। सबभन्दा ठुलो कुरा नै सेन्टिमेन्ट हो नि त अहिलेको लागि। हाम्रो सेन्टिमेन्ट नै हाम्रो चाहिँ अलि हाम्रो चाहिँ कस्तो भने आत्मबलै बढ्न नसकेको अवस्था थियो नि त बिएनजी होइन त अहिलेसम्म। अब अलिकति आत्मबल अब अलिकति दरिलो भयो नि त यसले गर्दाखेरि। पक्का पनि विष्णु सरले जुन कुराहरू राख्नुभयो, यो हाउसलाई चाहिँ एउटा मर्यादित किसिमले चलाउने भनेर जुन क्लाउड सरले पहिलेदेखि कुरा हुन्थ्यो। यहाँ रबिन सर पनि हुनुहुन्छ, रबिन खडेल सर पनि हुनुहुन्छ। एउटा सभ्यताको परिचय हामीले दिउँ। हामी बोल्दा बोल्दै एकजना बोल्दा बोल्दै अर्कोले क्रस नगरौँ हामी होइन। त्यो एउटा अलिकति एउटा सभ्य किसिमको हाउस भनेर हामी चिन्छौँ। सादा चौतारी छलफल पक्का पनि रबिन सर, म तपाईँ र क्लाउड सरको म अनुमति लिएर म हाम्रो केशव प्रसाद श्रेष्ठ सर आउनुहुन्छ, आइपुग्नु भएको छ। म उहाँलाई स्वागत गर्न चाहन्छु। सर नमस्कार। नमस्कार नमस्कार प्रमोदजी, म त अघि आएर गएको फेरि रिइन्ट्री हो। सरलाई विशेष गरी अब अहिलेको जुन आजै राष्ट्र बैङ्क जो नयाँ गभर्नर विश्वनाथ पौडेल आइसकेपछि उनको जुन तेस्रो आफ्नो पहिलो कार्यकालको तेस्रो समीक्षा जुन उनले सार्वजनिक गर्न पाए, त्यसैको प्रतिफल स्वरूप आज हामीले जुन देखेका छौँ। आज पनि हामीले थाहा पाइयो राष्ट्र बैङ्कले एउटा मौद्रिक नीतिको जुन समीक्षा तेस्रो समीक्षा छ त्यसलाई हामीले अध्ययन पनि गऱ्यौँ। सरले पनि अध्ययन गर्नुभयो होला र एउटा सेयर बजारलाई एउटा केही किसिमको एउटा चाहिँ सम्बोधन पनि मुख्य रूपमा एउटा केही परिवर्तन भयो भन्ने हामीले लागेको छ र हामीलाई चाहिँ एउटा सकारात्मक सन्देश गयो भन्ने हामीले लागेको छ। सर, सरको विचारमा आजको यो समग्र कुरालाई लिएर थोरै बताइदिनुहुन्छ कि? समग्र कुरा सबै भन्न त धेरै टाइम लाग्छ होला होइन। मैले मोटामोटी पढ्दाखेरि 3टा क्याटेगोरीमा छुट्याएको छु। यो अब यो नीतिगत कुराभन्दा बाहेक अहिले सिचुएसनल जुन प्रेजेन्टेसन छ यो ग्लोबल नेसनल सबै हिसाबले 3टा क्याटेगोरीमा छुट्याएको छु। एउटा चाहिँ हामीले धेरै ध्यान नदिने तर लाख टकेकी बात भन्छन् नि, त्यो साह्रै राम्रो कुरा गरेको केही कुराहरू छन् त्यो एउटा। अनि अरू चाहिँ जेनरली प्रोग्रेसिभ, त्यो चाहिँ अधिकांश कुराहरू छन्। अनि रिग्रेसिभ भएका पोहोर सालको तुलनामा यही चैतसम्मको कुरालाई अध्ययन गर्दाखेरि चाहिँ अलिकति खस्केको 3टा क्याटेगोरीमा छुट्याएको छु। नीतिगत व्यवस्थामा त त्यही हो, हामीलाई सिधा डाइरेक्ट हिट हुने भनेको त्यही वेट हेलो, म त यहाँ फेरि यो इन्टरनेट बत्ती आइराख्ने गइराख्ने लोड सेडिङ होइन भन्छन्, अन गर्दा त्यो डिस्कनेक्ट हुन्छ। मेरो आवाज आइरहेको छ अहिले? हेलो, आइराखेको छ केशवजी, भन्नुहोस् भन्नुहोस्। त्यही त यहाँ फेरि डिस्कनेक्ट नै भयो कि भनेर। मैले हेर्दाखेरि चाहिँ यो अलिकति सेयर बजारसँग सिधै सम्बन्धित कुराहरू छैनन्, तर अहिले यो मौद्रिक नीतिले चाहिँ एउटा फ्युचर डाइरेक्सनमा देखाएको कुरा, इङ्गित गरेको कुरा विथ फ्याक्ट चाहिँ अब राम्रो लागेको कुराबाट चाहिँ सुरु गर्छु होइन। यो चाहिँ गएको आर्थिक वर्ष यो 24सम्मको र अहिलेको 24सम्मको हेर्दाखेरि उत्पादनमूलक उद्योग, निर्माण, थोक खुद्रा व्यापारहरूको चाहिँ वृद्धि चाहिँ पोहोर साल चाहिँ नेगेटिभ थियो, यसपालि चाहिँ पोजिटिभ भएको रहेछ। र यो सामानको आयात बढेको छ, मतलब कन्जम्सन बढेको छ। कन्जम्सन बढ्नु पनि इकोनोमिक त्यो होइन चलायमान हुनको लागि चाहिन्छ। पोहोर साल चाहिँ यो 10
3% घटेको ऋणात्मक रहेछ। यो खेरि चाहिँ यो उच्च स्तरीय आर्थिक सुधार आयोगले सुझाव दिएको एउटा पोइन्टमा त्यसको चाहिँ सरकारले अब राष्ट्र बैंकले रेफरेन्सले एउटा कुरा पनि अर्को चाहिँ त्यो कुरा ठिक छ। अनि यो कर्जाको वृद्धि दर पनि बढेछ। अब निर्माणतिर 11.4% कर्जा प्रभाव भएछ, जुन विगतको भन्दा बढी नै हो। अनि सबैमा यो बढी नै छ, औद्योगिक उत्पादन होस् अथवा उपभोग्य क्षेत्रतिर होस्, खुद्रा व्यापारतिर होस्, ट्रस्ट रिसिप्ट यो इम्पोर्टको कर्जा होस् होइन, सबैमा बढेको छ। र सेयर कर्जा भित्रमा यो मार्जिन कर्जा पनि 37.8% बढेको रहेछ। भने पछाडि कर्जा बढ्नु भनेको चाहिँ काम बढ्नु हो। अब काम गर्ने प्लानिङ बढ्नु काम हो। अनि त्यसले गर्दाखेरि चाहिँ इकोनोमिक इम्प्याक्ट आउँछ। अब सेयर कर्जा पनि 37.8%ले बढ्नु भनेको चाहिँ राम्रै हो होइन, गत वर्षको तुलनामा। अनि यहाँनिर चाहिँ एकदम यो थाहा नलाग्ने तर इम्पोर्टेन्ट कुरा चाहिँ नीतिमा के भनेको छ भने 38 नम्बर बुँदामा यो सबै ठिक छ। यो अर्थतन्त्रको उद्योग धन्दाहरूको क्षमता उपयोग क्यापेसिटी युटिलाइजेसनमा पनि सुधार भएको छ राम्रैसँग। अब इन्फ्लेसन पनि कन्ट्रोल छ, घटेकै छ होइन ओभरअलमा। तर अनि यो आर्थिक गतिविधि सुधार हुँदैछ। तर यसलाई दिगो बनाउने हो भने चाहिँ आन्तरिक माग बढाउनु पर्छ है। आन्तरिक मागको व्यवस्थापन, इम्पोर्ट भइदियो कन्जम्सन भएन भने त्यो लङ टर्म सस्टेन गर्दैन, फेरि त्यो ढलिहाल्छ होइन। त्यसमा यो आन्तरिक माग व्यवस्थापन गर्नको लागि चाहिँ ध्यान दिनुपर्छ है भनेर बोलेको छ। तर दुःख के छ भने कन्जम्सन गर्ने जनशक्ति चाहिँ निरन्तर घटिरहेको छ होइन। अब यहाँनिर के कुराहरू टुल्सहरू लगाएर आन्तरिक माग व्यवस्थापन गर्छ, यो चाहिँ एउटा च्यालेन्ज पनि हो। यसलाई कसरी गर्छ सरकारले, तर यो एउटा डाइरेक्सन चाहिँ दिएको छ। एउटै सेन्टेन्सले यो कुरा राम्रोसँग भनिदिएको छ। अब यसलाई सन्तुलित स्तरमा यो मौद्रिक तरलताहरू कायम गर्नको लागि मौद्रिक नीति हामी बनाउँछौँ, त्यो चाहिँ हाम्रो कुरा भयो, त्यसलाई हामी सपोर्टै गर्छौँ। तर समग्रमा यो कुरामा राष्ट्र ब्याङ्क ड्राइभिङ सिटमा छैन भन्ने कुरालाई क्लियरली भनेको छ। र यो भनेको चाहिँ एडभाइजरी हो, गभर्मेन्टको लागि एडभाइजरी हो। 38 नम्बर बुँदामा लेखेको कुरा चाहिँ नोटिस कम गर्ने तर एकदम राम्रो कुरा लेखेको छ होइन। अनि यो विद्यमान सेयर धितो कर्जालाई 125बाट 100% झार्ने भन्ने कुरा सरले पनि भनिसक्नुभयो। कुरा त्यही हो। समग्र तपाईँको यसले ओभरअल बैङ्क वित्तीय संस्थाको ब्यालेन्स सिटमा के इम्प्याक्ट पार्छ भन्दाखेरि चाहिँ धेरै ठुलो इम्प्याक्ट आशा नगरौँ, किनकि सेयर कर्जा नै कम हुन्छ अरू कर्जाको तुलनामा। अनि त्यसमा चाहिँ यो चाहिँ उनीहरूले गर्न सक्ने लोनेबल फन्डको साइज अथवा उनीहरूको लिमिट चाहिँ चाँडै भरिने हुन्थ्यो। पहिला 25% बिन्दुले चाहिँ कायम हुँदा अहिले त्यो घट्दाखेरि चाहिँ त्यो लोनेबल फन्ड, सेयर कर्जाको लोनेबल फन्ड चाहिँ अलिकति बढाउन सक्छ। अब कसले सेयर कर्जामा कति एग्रेसिभली जाने निर्णय गर्ला, त्यो चाहिँ बैङ्क वित्तीय संस्था पछि फरक नीतिहरू हुन्छ। कोही त घटाउने पनि जालान्, सबै बढाउने नै तिर पनि नजालान् होइन। तर समग्रमा चाहिँ पोलिसीले चाहिँ बढाऊ, अलिकति स्पेस चाहिँ क्रिएट गरिदिएको छ। त्यसले गर्दा यसले चाहिँ झिनो नै सही सेयर बजारमा डाइरेक्ट इम्प्याक्ट पार्न सक्छ। यति कुरा चाहिँ मैले यो ग्रिन सेडेड गरेको छु, यो चाहिँ एकदम राम्रो लागेको कुरा। अब अलिकति अरू चाहिँ अब यो प्रोग्रेसिभ कुराहरू सबै थुप्रै छ, यतातिर गयो भने धेरै अब टाइम लाग्ला। तर खस्केको कुरातिर जाउँ है त। अब के कुरामा चाहिँ खस्के छ त अवस्था भन्दाखेरि चाहिँ केही बुँदाहरू चाहिँ पोहोर सालको तुलनामा हेर्ने हो भने खस्केका छन्।
जस्तै यो तलब तथा ज्याला सूचकाङ्क 2.62% मात्रै बढेछ, अघिल्लोमा यो चाहिँ 5.34%ले यो बढेको थियो। भनेपछि इम्प्लोइमेन्ट क्रिएसन र त्यो सेलरी इन्डेक्स चाहिँ बढ्नु भनेको चाहिँ त्यो कन्जम्सन पनि त्यही हिसाबले बढ्छ। यो चाहिँ घट्नु मतलब इम्प्लोइमेन्टको रेट पनि घटिराखेको छ र त्यसले गर्दाखेरि यो इन्डेक्स पनि घटेको छ भनेको यो चाहिँ पोजिटिभ इन्डिकेटर होइन। अर्को अब व्यापार घाटा 6.4%ले बढेको छ, त्यो भनेको व्यापार घाटा बढ्नु पनि त्यति राम्रो होइन, राम्रै कुरा होइन यो। अनि अमेरिकी डलरमा हुने रेमिटेन्स चाहिँ यो 7.3%ले बढेको छ। अनि अहिले चाहिँ बढेको छ होइन, एब्सोल्युट पोइन्टमा भन्दाखेरि चाहिँ बढेको छ, तर पोहोर सालको कम्पेरिजनमा भन्ने हो भने चाहिँ घटेको छ क्या। फेरि पोहोर साल त्यो वृद्धि दर 10 महिनाको वृद्धि दर चाहिँ 9 महिनाको भनौँ, 9 महिनाको वृद्धि दर चाहिँ 15.2% थियो, त्यो चाहिँ रिलेटिभली घटेर 7.3% मात्रै वृद्धि भएछ भने पछाडि यो चाहिँ अलिकति रिग्रेसिभ। अमेरिकी त्यो डलरमा हुने विप्रेषण चाहिँ घटेको होइन एब्सोल्युट फिगर, तर स्पिड चाहिँ घटेको भनेको होइन। अनि यो विदेशमा जाने उहरू बढेका छन्, मान्छेहरू झन्झन बढिरहेछन् कि। अब 6,08,000ले श्रम स्वीकृति लिएछन्, 49,662 झन्डै 1 लाखै विद्यार्थीहरूले नो अब्जेक्सन लेटर लिएछन् होइन, विदेशमा पढ्न जाने। अब त्यो मध्ये अधिकांश गइ नै हाल्छन्। पर्यटक सङ्ख्या चाहिँ बढेकै रहेछ होइन। यो मान्छे बाहिरिने चलन, एकातिर हामी भन्दैछौँ आन्तरिक माग व्यवस्थापन सुदृढ बनाउनुपर्छ, अर्कोतिर त्यो आन्तरिक माग सिर्जना गर्ने जनशक्ति चाहिँ क्रमशः एकदम डिक्रिजिङ ट्रेन्डमा छ। यो जाने ट्रेन्ड बढिरहेछ, यहाँ बस्ने रिटेन्सनको ट्रेन्ड चाहिँ घटिरहेछ। त्यो चाहिँ राम्रो होइन, यो मैले नेगेटिभ पोइन्टको हिसाबले लिएको छु। अब सरकारी खर्च बढ्यो होइन, सङ्घीय सरकारको चाहिँ यो अघिल्लो यो वर्षको तुलनामा 9.5%ले बढ्यो र यो चालु खर्च बेपत्तै बढेको छ होइन। चालु खर्च चाहिँ 34.16%ले बढ्यो भनेको त पोहोर साल जति खर्च गरेको थियो त्यो भन्दा त्यसमा धेरै स्ट्रक्चरल चेन्जेसहरू केही पनि छैनन् होइन, किन 3 प्रदेशको सरकार र त्यो कायमै छ। अब त्यहाँ हुने संरचनाहरू त उस्तै छन्, पुँजीगत कुराहरू बढेका छन् भने पछाडि अन्य खर्चहरू त्यो सरकार खर्च भयो, के भयो चाहिँ नयाँ उहरू चाहिँ कुराहरू थपियो, जसले गर्दाखेरि 34% चाहिँ खर्च बढ्नु भनेको चाहिँ चिन्ताजनक हो। फेरि यसले गर्दाखेरि सरकारसँग पैसा ढुकुटी चाहिँ अब निम्ति बढ्छ। अब पुँजीगत खर्च चाहिँ जम्मा 34% भएको छ, अब 75% समय खर्च भइसक्यो, 34% मात्र पुँजीगत खर्च भएको छ। चालु खर्च चाहिँ झन्डै समय सँगसँगै बढेको छ, समय सँगसँगै अब झन्डै 70%, 69.79% भनेको चालु खर्च चाहिँ बजेट अनुसारै खर्च मजाले भएर गइरहेको छ। पुँजीगत खर्च चाहिँ एकदमै यो चाहिँ नि कम भएको छ होइन। वित्तीय व्यवस्था खर्च, यो फाइनेन्सियल यो खर्चहरू पनि 71.96% लगभग चाहिँ भनौँ न पाउने यो सेन्चुरी नै हान्ने गरी बढेको छ। अब यो पनि चाहिँ अलिकति चिन्ताकै विषय हो है। अब यति कुराहरू चाहिँ मैले चाहिँ अलिकति अर्को एउटा पोइन्ट पनि छ। अब निष्क्रिय कर्जा बैङ्कहरूको बढाएको छ कि यो चाहिँ सेयर मार्केटलाई पनि हिट गर्ने खालको यो चिन्ताको विषय हो। निष्क्रिय कर्जा अनुपात अब ओभरअल 2080को चैतमा 3.98% थियो, अहिले चाहिँ एभरेजमा चाहिँ 5.24% पुगेछ। त्यसमध्ये अनि अब कमर्सियल बैङ्क, वाणिज्य बैङ्कहरूको हेर्ने हो भने कमर्सियल बैङ्कको 5.5% थियो गएको वर्ष, यो वर्ष चाहिँ नि यो होइन सरी ती बढेको उसमा चाहिँ 3.89% थियो, यसपालि 5.5% भनेको यत्रो पर्सेन्टेजमा झन्डै 1.20-25%, 1.25%ले बढ्नु भने चाहिँ यो चाहिँ चिन्ताजनक हो होइन। अब ओभरअलमै 5.5% पुग्यो। अब राष्ट्र बैङ्कले 5.5%
चाहिँ नि 5% भन्दा बढी चाहिँ निष्क्रिय कर्जा अनुपात रहन्छ भन्यो भने त अब के सबै वाणिज्य बैङ्कहरूले चाहिँ अब 1 रुपैयाँ नदिने हो त अब त्यही अवस्था राख्ने हो भने त यहाँनिर चाहिँ अब राष्ट्र बैङ्कले केही न केही सुधार गर्छ होला। यो त एकदम भयावह हुन्छ, लगानीकर्ताहरू त झन् डिस्करेज हुन्छ नि यसरी। त्यसकारण त्यसमा केही चेन्ज गर्छ कि जस्तो लाग्छ। वाणिज्य बैङ्कहरूमा पनि हेर्नु न, अब पोहोर साल चाहिँ 3.63% थियो, अन्डर कन्ट्रोल थियो होइन। कमर्सियल बैङ्क यसको पनि 5% भन्दा तल तल थियो भने यो वर्ष त 5.56% पुगेछ। यहाँ पनि लगभग त्यस्तै त्यस्तै पर्सेन्टले अझ बढी कमर्सियल बैङ्कको भन्दा बढी यो चाहिँ निष्क्रिय कर्जाको स्पिड चाहिँ बढ्यो डेभलपमेन्ट बैङ्कमा। फाइनेन्स कम्पनीहरूको चाहिँ गएको वर्ष पनि यो खराबै थियो, 10.40% थियो। अब यसपालि त्यो बढेर 13.04% भनेको झन्डै 3%। 3 त भएन, 2 पोइन्ट अब यो 65-66 कति भयो होइन, यो बढेछ। यो चाहिँ अलि हामीले सेयर बजारमा काम गर्ने मान्छेहरूले चाहिँ अलि चिन्ताको विषय हो। अब यसमा मलाई चाहिँ के लाग्छ भने यो अवस्था रह्यो र 5% भन्दा बढी यो नन पर्फर्मिङ लोन छ भनेदेखि डिभिडेन्ड नदिने भन्ने कुरालाई चाहिँ अलिकति राष्ट्र बैङ्कले हेर्नै पर्छ होला, हेर्छ होला होइन। डाइरेक्टिभ मार्फत के आउँछ, सिधै नीतिगत व्यवस्थामा चाहिँ बोलेन। यो कुरा चाहिँ अलि चिन्ताको विषय लाग्यो। अनि अघिल्लो वर्ष यो चाहिँ यो समग्र आर्थिक वृद्धि वर्ष 3.67%। अब यसपालि चाहिँ 4 अनुमान हो। अनि नेपालको अनुमान चाहिँ यो प्राय अलिकति एक्जाजरेट गरेर हायर साइडमा राख्ने, होपफुल नै राख्ने चलन छ। अनि पछि जाँदाखेरि चाहिँ स्वाट्ट घटेको देखिन्छ है। यो हामीले ट्रेन्ड हेर्दा चाहिँ त्यस्तो देखिन्छ। त्यसका यसमा धेरै भर पर्नुपर्ने, धेरै आशावादी त हुनु पर्यो, तर साह्रै नै भर पर्दो चाहिँ हुँदैन। यो यति कुराहरू चाहिँ अलिकति यो देखेँ, अलिक खसेको देखेँ। बाँकी अरू कुरा 36 नम्बर बुन्दा छ नि सर, त्यो पुरै डेटै मिस्टेक हो कि के हो सर? एकचोटि हेर्नुपर्छ जस्तो लाग्यो। 36 नम्बर, कति नम्बर? 36 मा के छ? 36 मा चाहिँ यो डेटा ठिक छैन, सबै मिस्टेक भयो कि जस्तो छ। होइन, वित्तीय संस्थानमा 367 अर्ब 60 करोड थप कर्जा प्रवाह भएकोमा निर्माणतर्फ 11.4% कर्जा गयो भने हो। यो भनेको 23 अर्ब 60 करोड हुन्छ भने यो क्याल्कुलेटर थिच्दा मिल्दैन, कुनै पनि मिलेन। होइन, यस्तो हो के, यो तलको कुरा चाहिँ 23 अर्ब 68 करोड चाहिँ यो अब थप यो 11.4% भनेको 23 अर्ब 68 करोड भनेको माथि चाहिँ थप कर्जा भनेको छ कि सबै जोड्दाखेरि 367.60 पुग्छ कि पुग्दैन? 23 यो अर्ब यो चाहिँ अब मैले क्याल्कुलेटर थिचेर हेरेको छैन। थप कर्जा प्रवाह भएको भने कर्जामा यो चाहिँ क्रेडिट एक्सपान्सनको कुरा गरे हो के। टोटल कर्जाकै हिसाबले हेर्नुभयो भने चाहिँ त्यो नमिल्ला। क्याल्कुलेटर मैले चलाएको छैन, तर चाहिँ क्रेडिट एक्सपान्सन चाहिँ यसरी भयो भन्यो होइन। तर 11.4% यो भनेको चाहिँ टोटल पर्सेन्टेजको लियो कि 11.4 अनि 8.3 यो सबै गरेर 100 पुग्दैन नि होइन। यो चाहिँ थप विस्तार नै भनेको हो, थप विस्तार नै भनेको हो यो। यो चाहिँ हेर्नुहोस् होइन। अब यसमा हामीले हेर्ने अब सेयर भित्तोमा प्रभाव हुने मार्जिन कर्जा समेत त्यो 37.8% बढ्यो। पोहोर सालको 100% मान्ने हो भने यसपालिको 137.8% हुनुपर्छ क्या होइन। त्यसको तुलनात्मक हेर्दाखेरि त्यसकारण टोटल कर्जा होइन कि यो थप कर्जा हो भनेर एकचोटि हेरौँ त, विश्लेषण गरेर हेरौँ। मिल्छ होला? त्यस्तो खालको ब्लन्डर त नगर्नुपर्ने हो राष्ट्र बैङ्क, नगर्नुपर्ने हो। त्यही सोचेको, नगर्नुपर्ने हो। यही हो होइन। अरू कुराहरू चाहिँ समग्र अब यो हेर्ने हो भनेदेखि चाहिँ यो इन्फ्लेसन अन्डर कन्ट्रोल त्यो ठिक छ होइन। मुद्रास्फीति 5% राख्ने भने 4.57% रहने अनुमान है। यो पनि भोलिका दिनमा चाहिँ हुनसक्छ। तर यो हेर्दाखेरि यो चाहिँ भारी त औसत हो, तर हामीले हेर्दाखेरि जनमानस जनसाधारणले हेर्दाखेरि चाहिँ त्यसरी हेर्ने होइन। उपभोग्य वस्तुकै हेर्नुपर्छ। हाम्रो भात भान्सा कतिको महँगो भयो भनेर हेर्ने। अब कतिपय होला भनौँ न कुनै केमिकलको चाहिँ उसमा चाहिँ एकदमै कम चाहिँ नि वृद्धि भयो होला। त्यो केमिकल त हामीलाई चाहिँदैन।
अथवा त्यस्तो कुनै हामीले उपभोगै नगर्ने चिजमा चाहिँ कम भयो अनि उपभोग गर्ने कुरामा भात भान्सा डेली प्रयोगको रूपमा चाहिँ बढी भयो अनि त्यसलाई चाहिँ एभरेज आउट गर्दाखेरि चाहिँ त्यसलाई तानेर तल ल्याइदिन्छ कि त्यसकारण त्यो हेर्दाखेरि चाहिँ हाम्रो उपभोग्य वस्तुमा हुने कुरा चाहिँ फेरि अलिकति बढेकै छ भात भान्सा हाम्रो उपभोग्य वस्तुको चाहिँ बढेकै छ अरू कारणले गर्दाखेरि चाहिँ ओभरअलमा चाहिँ 4.57 सन्तोषजनक भनेको छ तर त्यसले पब्लिकलाई गर्ने हिटको चाहिँ भेलोसिटी चाहिँ फरक हुन्छ है त्यो कुरा चाहिँ बुझ्नुपर्छ अनि अब यो विदेशी विनिमय सञ्चित असाध्यै बढेको डबलै भएको त्यो टार्गेट भन्दा 7 महिनासम्मलाई वस्तु सेवा धान्न आयात धान्न पुग्ने टार्गेट राख्छौँ भनेको 14.2 7 दुना 14 भएर पनि अझ 0.2% बढी भनेको अब यो एक हिसाबले हेर्दाखेरि चाहिँ कुरो यो ठिकै हो होइन अब बढी पैसा भयो त के भयो त भन्ने हो तर अर्को हिसाबले चाहिँ त्यो अननेसरी टाइमिङ अफ द फन्ड पनि हो अन्टिल एन्ड अनलेस त्यसलाई चाहिँ प्रोडक्टिभ काममा युज गरेन भने होइन अब यहाँनिर कहिलेकाहीँ चाहिँ हामी के गर्छौँ भने सरकारसँग पैसा छ भन्छौँ त्यो बैङ्कमा भएको राष्ट्र बैङ्क पैसा सबै सरकारको पैसा होइन है सरकारको चाहिँ चालु बजेट खाता शोधनान्तर स्थिति होइन पब्लिक फाइनेन्समा चाहिँ घाटा छ कि नाफा छ बचतमा छ कि त्यो चाहिँ नेगेटिभ छ त्यो हेर्नुपर्छ त्यो चाहिँ सरकारी ढुकुटीलाई दिने इन्डिकेटरहरू चाहिँ नेगेटिभ नै छन् त्यो भएर सरकारसँग पैसा छैन राष्ट्र बैङ्कसँग भएको पैसा त पब्लिकको पैसा हो इन्स्टिट्युसनहरूको पैसा हो होइन त्यसकारण राष्ट्र बैङ्कमा थुप्रिएको जति पैसा जम्मै सरकारसँग पैसा छ भन्ने कहिलेकाहीँ न्यारेटिभ बनाउँछौँ त्यो चाहिँ अर्थशास्त्रको एङ्गलबाट होइन नि फेरि है अब यो मुद्रा प्रदाय भनेको यो के अरे यो भन्छ के अरे के भन्छ सर्कुलेसन अफ द मनी भन्छ के अरे अब यो M2 भयो केशवजी M2 भयो त्यो हजुर अनि यो चाहिँ 12% राख्ने भनेको 11.6 यो अन ट्र्याक नै छ होइन अनि अब अन्तर्ब्याङ्क ब्याज 3% यो ठिकै हो होइन अब कम हो अब कुनै बेलामा त 6-7% पनि पुग्यो तर त्यो चाहिँ एकदम हाइपर सिर्जना गर्छ त्यो राम्रो होइन अहिले चाहिँ एकदम कुल खालको नचल्ने अथवा चलिहाले पनि थोरै पैसा मात्रै चलाउने तर त्यति हुँदाहुँदै पनि अब किनकि तरलता बढी भएको हुनाले कारोबारको आधारमा 171 खर्ब 83 अर्ब चाहिँ यो चाहिँ प्रशोचन गरेको भनेको यो चाहिँ बजारबाट चाहिँ खिचेको रहेछ यो चैतसम्ममा भनेको यो पनि ठुलै रकम हो होइन अब यो त गर्नु त जरुरी पर्यो होइन तर यसले गर्दा अब राष्ट्र बैङ्कको उसमा पनि यो टाइङ अफ फन्ड पैसा चाहिँ भयो तर एकदमै आइडल बसेर अनप्रोडक्टिभ हिसाबले बस्ने हुन्छ होइन त्यसकारण यो पनि खासै राम्रो चाहिँ होइन तर अब जो छ सोच छ अर्को अब यो ग्लोबलमा हेर्ने जम्मै कुरा हामीलाई धेरै युज हुँदैन तर दुईटा हिसाबले चिजहरू र यो उदीयमान देशहरूमा चाहिँ उस्तै रहेछ अब पोहोर साल पनि 1.8%ले मात्रै यो ग्रोथ भएको रहेछ यसपालि 1.4%ले हुने भनेपछि लगभग उस्तै ट्रेन्डमा छ अनि यो उदीयमान तथा विकासोन्मुख जस्तो हाम्रो जस्तो नेपालहरू पनि अब नेपाल पनि त्यसमा प्रमोट हुने भन्ने कुरा चाहिँ भइसकेको छैन होइन यसपालि चाहिँ 3.7 भनेको अलिकति खस्किने तर कम्पेरिजन यो विकसित देशहरूको तुलनामा चाहिँ अलिकति बढी खस्किने हो कि जस्तो देखेको छ र अलिकति स्पिड मेन्टेन चाहिँ विकसित देशहरूले गर्न सकेको देखिन्छ चीन र भारतको पनि छ यो चाहिँ इन्ट्रेस्टिङ छ यहाँ चाहिँ चीनको चाहिँ पोहोर साल चाहिँ 6.5%को थियो ग्रोथ रेट होइन जिडिपी ग्रोथ रेट यसपालि चाहिँ 6.2 मा उसले राख्ने भयो भारतको चाहिँ 5%ले बिस्तार थियो ग्रोथ यसपालि चाहिँ 4%ले हुन्छ कि भन्ने यो आइएमएफको चाहिँ अनुमान रहेछ भने पछाडि चाइनाको इकोनोमी स्टेबल छ होइन उनीहरूले स्टेबल छ भन्ने देखाइराखेको छ
हैन, किनकि 1 पोइन्टले नै खस्यो। उता चाहिँ 6.5 वर्ष 6.2 पोइन्टमा मात्र खस्यो, यता 5 गरिराखेको छ। तर तल अलिकति कसियस अब अहिले त होइन फर्दर टाइमिङ अफ छ क्यारे, अब यो अफको अफै रह्यो भने त त्यसो नहोला, तर त्यो चाहिँ फेरि एक्टिभेट भयो भनेदेखि चाहिँ फेरि यो सिचुएसन फरक हुनसक्छ भन्ने हिन्ट्स दिएको थियो। किनकि त्यो भयो भने चाइनालाई बढी इम्प्याक्ट पर्छ होइन, भारतलाई अलिकति रियायतै दरमा छ त्यो पनि भनेको छ। तर थाहा छैन, अब सायद त्यो रहँदैन जस्तो लाग्छ मलाई त होइन, किनकि अब अमेरिकाले छोटो समयमा नै राम्रो लेसन पाइसक्यो। अब त्यसलाई एउटा कुनै बाहना चाहिएको थियो वेब गर्न, त्यो वेबमै जान्छ जस्तो लागिसक्यो। किनकि त्यो अब अमेरिकी प्रशासनको त्यो एक्सनहरूले पनि त्यो इन्डिकेट गरे जस्तो लाग्छ मलाई चाहिँ होइन। त्यति धेरै जान्ने मान्छे त होइन म त्यो विषयमा। वर्ल्डको इन्फ्लेसन पनि साल 5.7 यसपालि 4.3 अन्डर कन्ट्रोल देखायो होइन। यो ग्लोबल अरू कुराहरू खासै त्यति धेरै हामीलाई चाहिँदैन। यो हाम्रो ग्लोबल मुद्रास्फीति बनिहाले, तलब ज्याला सूचकाङ्कहरू बनिहाले। यसपालि 9,15,000 पर्यटकले नेपाल भ्रमण गरेका छन् होइन। पहिला हामी 10 लाख पर्यटक भन्थ्यौँ, अहिले चाहिँ 20 लाख भन्न थालेका छौँ। अब यो हिसाबले भन्दाखेरि अबको 3 महिनामा कति आउँछन् होइन, रेनी सिजन पनि सुरु हुन थाल्यो, 10 लाख चाहिँ क्रस गर्छ नै होला होइन। त्यति धेरै बढेको त होइन, तर ठिकै यसले यहाँ राजस्व परिचालन पोहोर सालभन्दा 10.8%ले बढ्यो। अघिल्लो आर्थिक वर्षमा थियो, यसपालि घटेछ हेर्नुहोस् त। ए होइन रहेछ, बढेको रहेछ। 7.5% थियो, 10.8%ले बढेछ। अब यति बढाउँदाखेरि पनि त्यसकारण यो गाह्रै छ। आन्तरिक ऋणको कुराहरू उस्तै छ। यसपालि आन्तरिक ऋण उठाएको पनि रहेछ अनि तिरेको पनि रहेछ। उठाए बढी कि तिरे बढी भनेर हेर्दाखेरि नि भुक्तानी पनि बढी गरेछ। 215 अर्ब 34 करोड भनेको अहिले सस्तोमा पैसा पाइराखेको बेलामा त्यो डेबिट पे अफ गर्ने स्ट्राटेजी लिएको जस्तो देखिन्छ। यही हो समग्र। अब यसरी कम्पेरिटिभ एनालाइसिस गरेर हेर्ने हो भने चाहिँ यही कुराहरू देखिन्छन्। यो भारी त ब्याज दर वाणिज्य बैङ्कहरूको निक्षेपको ब्याज दरको कुरा गरौँ। अब यो पहिला चाहिँ 8.51 थियो होइन, अलिक बढी थियो। यसपालि चाहिँ एभरेजमा 6.29, यो चाहिँ वेटेड एभरेज चाहिँ 6.29 मा झरेछ भने पछाडि वाणिज्य बैङ्कहरूको चाहिँ यो भनेको चाहिँ सबै बैङ्क वित्तीय संस्थाहरूको गरेर भनेको होला। वाणिज्य बैङ्कको मात्रै कुरा गर्ने चाहिँ 6.53 बाट 4.45 मा झरेछ भने पछाडि अब पैसो चाहिँ सस्तोमै पाइराखेको छ। अनि कर्जाको ब्याज दर चाहिँ पोहोर साल 10.55 एभरेज वाणिज्य बैङ्कहरूको थियो भने यसपालि चाहिँ वाणिज्य बैङ्क भन्यो तर समग्र हो कि जस्तो लाग्छ मलाई, थाहा भएन। अब यो कमर्सियल बैङ्कको मात्रै लियो कि समग्र बैङ्क वित्तीयको लियो यो मैले भन्न सकिनँ। चाहिँ भन्नु चाहिँ वाणिज्य बैङ्कहरू भने चाहिँ कमर्सियल बैङ्कको मात्रै हो कि जस्तो बुझेँ। अनि यसमा चाहिँ 8.22%, अब कसैको 10 पनि होला, 11 पनि होला, कसैको 6-7 पनि होला। एभरेजमा कर्जाको ब्याज पनि स्वाट्टै घटेको छ भनेपछि बचत भर्सेस कर्जाको हेर्ने हो भने कतिले झऱ्यो त? 8.51 माइनस चाहिँ 6.29, 6, 6.5, 7.5, 8.5, 2, 2.25 यतातिर ब्याज चाहिँ 10.55 भर्सेस 8.22 भनेको 2.5 भन्दा अलिकति बढी। कर्जाको ब्याज दर रेसिप्रोकल हिसाबले अझ बढी खस्केको छ। भन्नुको मतलब यो चाहिँ सस्तोमा कर्जा उपलब्ध भएको छ है यो वर्ष चाहिँ इन एन एभरेजमा भनेको हो। अनि त्यो हिसाबले हेर्दाखेरि चाहिँ पोजिटिभ नै इन्डिकेटर हो। अब त्यसको त्यो कर्जा बढ्नु त बढ्यो, त्यसको प्रयोग कति भइराखेको छ होइन, अब पेब्याकको अवस्था कस्तो छ, समग्र युटिलाइजेसन कस्तो छ, त्यो धेरै डाइमेन्सनहरू हुन्छन्। तर कर्जा गएको मात्रै हिसाबले हेर्ने हो भने चाहिँ स्लाइटली प्रोग्रेस नै देखिन्छ। र साथीहरू यही नै हो, मैले मोटामोटी रूपमा यो पढेर यसो हाइलाइट गरेको थिएँ, मैले सेयर गरेँ। केही स्पेसिफिक केही छ भने सुनौ, नत्र यही नै हो। अरू कुराहरू रिभ्यू गऱ्यो भने रिपिट हुन्छ। ल मैले रोकेँ साथी।
क्लाउड सर, प्रवीण सर बोल्नु भएन? हजुर सर हजुर। ए हजुर मैले आज तपाईँलाई सोध्नु पर्यो। हजुर धन्यवाद केशव सर। केशव सरले प्रष्ट रूपमा आफ्नो कुरा राख्नुभयो। पक्का पनि तल सुन्नुहुने सर तथा म्याडमहरू हामी सबैलाई चाहिँ अलिकति सन्तुष्ट हुने किसिमको कुराहरू दिनुभयो। यसको धेरै धेरै धन्यवाद। क्लाउड सर, म त रबिन सरलाई सोध्न चाहन्छु। रबिन सर, यस्तो छ प्रमुख सर, यो अहिले खासै भन्दाखेरि नि हामी अब आर्थिक विधेयक आउने क्रम जारी नै भएको हुनाले गर्दाखेरि धेरै ठुलो चर्चा परिचर्चा पनि अब हाम्रो अलिकति त्यो विधेयक आएपछिको चाहिँ राम्रो पोइन्ट हुन्छ। अहिले भनेको हामीले हिजो अस्ति भएको घटनाक्रमलाई छलफल मात्र गर्ने उपयुक्त हो होइन, समय त्यति लामो छलफल गर्ने उपयुक्त होइन कि जस्तो लाग्छ है मलाई चाहिँ। त्यो पनि हो, ठिक हो होइन, ठिक हो। रबिन सरले भनेको कुरा पनि ठिक हो नि। अब हाइड्रोपावरको त्यो इपानको कुराहरूदेखि लिएर धेरै कुराहरूको व्यतिथिहरू छ, अहिले हामीले गफ गऱ्यौँ। अब हामीसँग जियुएलपी गल्फ भन्ने हुन्छ। म गल्फ सर्सको केही धारणा लिन चाहन्छु है क्लाउड सर। गल्फ, हेलो गल्फ सर। हेलो गल्फ सर, केही बोल्न चाहनु भएन। म विष्णु सर भन्ने गएँ है। विष्णु सर हुनुहुन्छ नि हजुर? हजुर भन्नुहोस् न। हजुर विष्णु सर, अब जुन अब आज आयो यो जुन यो मौद्रिक नीति भनौँ, यो तेस्रो समीक्षा भनौँ, अब वार्षिक समीक्षा त अरूचोटि आउँदैछ। अब यो हिसाबले हेर्दाखेरि अहिलेको जुन हाम्रो आर्थिक व्यवस्था, जुन नेपालको जुन अहिलेको हल्का त्यो मन्दी जुन देखिएको छ, अहिलेको यो पुरै समस्याको समाधान त भइसकेको छैन। अब यसलाई पुरै चाहिँ समस्याको सम्बोधन नै गर्ने बिस्तारै चाहिँ अब सरले भने जस्तै जस्तो अब सरले नै भन्दै गर्नुहुन्छ, बिस्तारै रिकभर पोइन्ट त बिस्तारै हुँदै जान्छ र त्यो हुन्छ पनि। यो हुँदै गर्दाखेरि यो हाम्रो मार्केटले चाहिँ थोरै पोइन्ट अप नलिएको, यो अलिकति यो भनौँ न अहिले यो आज पो यो एउटा समाचार, एउटा यो मौद्रिक समीक्षा आयो। योभन्दा अगाडि जुन मार्केट एउटा मुभ ल्याएको थिएन, यो नलिँदाको कारण मलाई कता कता यो नेपालको यो आन्तरिक अर्थव्यवस्थाको कारणले गर्दाखेरि यहाँभित्रको केही न केही एउटा समस्या सिर्जना भएर नै त्यो भएको हो नि, होइन सर? सर अघि केशवजीले राम्रो तरिकाले व्याख्या गरि त सक्नुभयो नि। ब्याङ्कहरूको स्थिति के छ, उहाँहरूले चाहिँ एनपिएहरू बढ्दै जाने, पैसा चाहिँ थुप्रिँदै जाने, लोन चाहिँ दिन नसक्ने, त्यो खालको ग्रोथ नहुने। अब लोन ग्रोथ हुँदाखेरि पनि फेरि एनपिए व्यवस्थापन हुन नसक्ने होइन। यसलाई चाहिँ सिरियसली सोच्नुपर्ने अवस्था छ कि। किन भन्दाखेरि अहिलेसम्म हामीले के गरिराखेका छौँ भन्दाखेरि ब्याङ्कहरूले रिक्वेस्ट गर्छ तपाईँको टक्सिक एसेट्सहरूलाई चाहिँ क्यारी गर्ने या रिस्ट्रक्चरिङ गर्ने काम गर्छ। यो रिस्ट्रक्चरिङवाला काम बन्द गरिदिनु पऱ्यो कि। के हो भन्दाखेरि जे जति तपाईँको एनपिए हो सबै रिकगनाइज गर्ने, बरु चाहिँ एकैचोटि रिकगनाइज गर्दाखेरि तपाईँको ब्यालेन्स सिटमा भयङ्कर असर गर्छ भने 3 वर्षभित्रमा रिकगनाइज गर भनेर पोलिसी ल्याउनु पर्यो। जहिले पनि यसलाई रोल ओभर गर्दै जाँदाखेरि त अन्त त्यसपछि त कुनै न कुनै बेला त फुट्छ। हेर्नुहोस्, त्यहाँ चाहिँ सिरियसली सोच्नुपर्ने अवस्था छ। अब त्यसलाई चाहिँ के कारणले चाहिँ तपाईँको एनपिएहरू बढेको छ त भनेर हेर्ने काम फेरि कसको हो त होइन। तपाईँको बिजनेस कम्युनिटीले तिर्न सकेको छैन लोन। अब मेजोरिटी पैसा त बिजनेस कम्युनिटीलाई नै जाने हो। उनीहरूले तिर्न सकेको छैनन् भने के कारणले तिर्न सकेका छैनन् त? अनि उनीहरूलाई तिर्न सक्ने बनाउने कसरी हो त भनेर सोच्ने काम कसको हो त? फेरि सरकारको हो होइन। त्यो काम चाहिँ सरकारले चाहिँ गर्नु पर्यो। सरकारले तपाईँको फिस्कल पोलिसीबाट सिग्निफिकेन्ट एड्रेस नगर्दासम्म यी समस्याहरू रहिरहन्छन्। हेर्नुहोस्, इनोभेसन पक्का पनि विष्णु सर। अब केशव सर, हजुरले केही भन्न चाहनुहुन्छ? के भन्न खोज्दै हुनुहुन्छ? हजुरको माइक अन छ। के हो र?
कहाँबाट थिचिएर आउनुभएछ होइन। अब कुनै स्पेसिफिक कुना हो भने भन्ने हो, नत्र त्यस्तो भन्नुपर्ने केही छैन। त्यो विष्णु सरले भन्नुभएको जहिले पनि एभरग्रिनिङ गरिराख्ने, अनि त्यो विभिन्न कुराहरूलाई चाहिँ राखेर अनि पिक्चरलाई रोजी बनाउने गर्नुभन्दा त्यो एनपिए नन पर्फर्मिङ एसेटहरूलाई चाहिँ एउटा टाइम लाइन दिएर र एक्सन प्लानका साथै अगाडि बढाउनु पर्छ होइन। हुन त यो अब ब्याड ब्याङ्कको स्थापना गर्ने के कुराहरू भइरहेछ। अहिले सायद निजी क्षेत्रबाट एउटा रिकभरी भन्ने अर्गनाइजेसनले पनि लो स्केलमा काम गरिरहेको छ। मैले पनि यो भर्खरै मात्रै थर्ड ह्यान्ड फोर्थ ह्यान्ड इन्फर्मेसन पाएँ है। अब झन्डै 400 जना जति रिकभरी स्टाफ राखेर अब उनीहरूले काम गरिरहेछ। मलाई लाग्छ अब त्यत्रो सङ्ख्यामा काम गरिरहेको हुनाले यो फर्मल स्ट्रक्चरमै काम गरिराखेको होला मलाई जहाँसम्म लाग्छ, दर्ता भएर आदि इत्यादि गरेर। तर त्यहाँ काम गर्ने शैली हुन त त्यो नेचर अफ द वर्कको कारणले गर्दाखेरि पनि होला। विष्णु सरलाई थाहा छ अब यो इन्डियातिर चाहिँ यो ब्रोकरहरूकोमा काम गर्दाखेरि सबै मोबाइल अफ, सबै डिस्कनेक्ट गरेर इभन पर्सनल कम्युनिकेसनलाई पनि ट्रेडिङ आवरमा ब्लक गरेर होइन गरिन्छ। रिकभरी भन्ने एउटा संस्थाले चाहिँ त्यही मोडलमा यहाँ काम गरिराखेको रहेछ। जाने बित्तिकै उनीहरूको मोबाइल चाहिँ सिज हुन्छ, पर्सनल कम्युनिकेसन हुँदैन र उनीहरूले चाहिँ यो रिकभरीकै पार्टमा चाहिँ अब काम गरिरहेछन्। कसरी कुन मोडलमा गरिरहेछन् त्यो त थाहा छैन मलाई। त्यसले काम गरिरहेछ त्यत्रो ठुलो स्केलमा 400 जना स्टाफ राखेर काम गर्ने भनेको ठुलै स्केलमा मान्नुपर्छ है, गरिराखेको रहेछ। अनि ब्याड ब्याङ्कको पनि कुरा आइराखेको छ। त्यो भनेको एसेट म्यानेजमेन्ट कम्पनी हो, यस्तै उठेकाहरू। तर यो सबै कुरा चाहिँ क्युरेटिभ कुराहरू हुन् कि घाउ लागिसके पछाडि त्यो मलम लगाउने जस्ता कुराहरू कि जब समस्या हुन्छ, जब रिकभरी इस्युहरू हुन्छ, अनि त्यस पछाडि यस्ता गतिविधिहरू गर्ने। तर त्योभन्दा त्यसलाई चाहिँ क्रमशः यो पनि जरुरी होला, किनकि अब प्रब्लम आइसकेपछि सोल्युसन खोज्नुपर्छ। तर प्रब्लमलाई कुन हिसाबले प्रिभेन्टिभ एक्सनबाट काम गर्न सकिन्छ त्यतातिर पनि सोध्नु जरुरी छ जस्तो लाग्छ होइन। अब अहिले चाहिँ कस्तो भने सिस्टमिक हिसाबले पोलिसीकै लेभलमा बैङ्कहरूको बाध्यता छ कि यो एभरग्रिनिङ गर्नुपर्ने। अब नगरौँ त्यो राष्ट्र बैङ्कको क्राइटेरियाहरूमा छिर्नै सकिँदैन। अनि धेरै स्टेक होल्डरहरू छन्, प्रमोटरहरू छन्, सेयर होल्डरहरू छन्, क्रेडिटरहरू छन् होइन। अब त्यो कुराहरूमा पछाडि परिन्छ। पिक्चर खराब भयो भने अनि सबभन्दा ठुलो त रेपुटेसनल लस हुन्छ। त्योभन्दा पनि ठुलो फेरि मार्केट रिस्कका कुराहरू पनि होला नि। बैङ्क त विश्वासमा चल्ने संस्था न हो, गाह्रो छ। अब गरौँ त्यो कहिलेसम्म गरेर जाने? अघि विष्णु सरले भन्नुभयो जस्तो कहिलेसम्म त्यसलाई तानेर लाने होइन। अब कता कता कुरा छ। अब अहिले त यो त भनौँ न इन्डियन एभरेजमा चाहिँ नि अब यो 8% कति भनियो होइन नन पर्फर्मिङ एसेट। अब यो त भयावह नै भयो नि। राष्ट्र बैङ्कले एउटा थ्रेसहोल्ड राखिदिएको छ 5%को, त्यसलाई त नागि नै सक्यो। वाणिज्य बैङ्कको नि नाग्यो, विकास बैङ्कको नि नाग्यो, फाइनेन्स कम्पनीको झनै नाग्यो भने पछाडि त यो त भयावह भइसक्यो। तर यो त सकेसम्म पिक्चरलाई रोजी बनाएर ल्याएको हो कि। अब बैङ्कको चाहिँ अलिकति म्यानेजरहरू अलिकति उच्च पदस्थ मान्छेसँग कुरा गर्ने हो गर्यो भने चाहिँ अघि विष्णु सरले भन्नुभयो जस्तो रियालिटीमा एनपिए ल्याउनु पर्यो भन्यो भने त त्यो त 30-40 नाग्छ भन्ने सुनिन्छ कि। यद्यपि त्यो अफिसियल फ्याक्ट अफिसियल तथ्याङ्क होइन, तर साँच्चीकै गर्ने हो भने त्यस्तो पुग्छ भने पछाडि त्यो त निकै भयावह भइसकेको छ कि। सायद त्यही कुरालाई गरेर होला केशवजी 30-40 त अलि बढी नै डराउन दिनुभयो। त्यति नाग्ने हो भने त ब्याङ्कै कोल्याप्स भइसक्छ नि। अब यहाँ भन्छन् सर होइन त, हुन्छ एक दुईजनाले भनेको कुरा त मान्नु भएन, त्यो अफिसियल होइन। तर अब भनेको चाहिँ मलाई भनेको चाहिँ है विकास बैङ्कको म्यानेजर साहबहरूले हो। अब कति अब गफ हो कति साँच्ची हो थाहा छैन। तर विकास बैङ्कको स्थिति ल फाइनेन्सको त सर 13 पुगिसक्यो त हेर्नु त। होइन फाइनेन्सको त स्थिति भयावह नै छ। अब कतिपय 4-5 वटा फाइनेन्स कम्पनीहरूले त तपाईँको क्यापिटलै पुग्दैन अब तिनीहरूको होइन, त्यो देखिसकेको छ। इभन ब्याङ्कको पनि 8-9% पुग्यो भने ब्याङ्कै क्यापिटल एडुकेसियोमा हिट गर्छ। उनीहरूले कर्जा दिनै सक्दैनन् होइन।
रेगुलेटरी एस्पेक्ट्सबाट त्यो त्यो स्थिति चाहिँ खराब छ हेर्नुहोस् होइन। अब मलाई पनि डेभलपमेन्ट ब्याङ्कको 2-3वटा म्यानेजरहरूसँग कुरा गर्दाखेरि सर रिपोर्ट गरेको भन्दा स्थिति चाहिँ अलि नै बढी नै खराब छ भन्ने खालको कुराहरू गरिसकेका छन्। कारण के हो त भन्दाखेरि यसको पछाडिको मेन रिजनिङ भनेको ब्याङ्कर्सहरूले पनि विगतमा कर्जा कसरी विस्तार गरे त भनेर भन्नुहुन्छ भने उनीहरूले के सोचेर गरे भन्दाखेरि कोलाट्रल छ मेरो कर्जा सेफ छ भन्ने भयो हैन। कोलाट्रलले कर्जा सेफ गर्दैन के। तपाईको कुनै पनि इन्स्टिट्युसनलाई व्यक्तिलाई होस् या तपाईको संस्थालाई होस् ऋण दिँदाखेरि उनीहरूको क्यास फ्लोबाट म्यानेज गर्ने हो। क्यास फ्लोलाई चाहिँ प्रायोरिटी नदिने कोलाट्रललाई प्रायोरिटी दिने। अब यहाँ हामी सुन्छौँ नि क्यापिटल मार्केटका मान्छेहरूलाई के भनेर सुन्छौँ भनेर भन्दाखेरि मसँग 50 करोडको पोर्टफोलियो छ अनि मैले 70% नपाउने मेरो हक हो भनेर भन्छ। अब 50 करोडको पोर्टफोलियो छ भन्दैमा तिमीले के त्यो ब्याज तिर्न सक्ने क्यापासिटी छ त त्यो हेर्नु परेन ब्याङ्कले। ब्याज तिर्न सक्ने क्यापासिटी नहुने अनि 50 करोडको पोर्टफोलियोले 50 को 70 गर्यो भने 35 करोड पाउनु पर्यो। अब 35 करोड लोन पाउनै पर्छ भनेर हिँडेर हुन्छ र? हुँदैन नि। त्यो ब्याङ्कले सोच्नु पर्यो के। कोलाट्रल बेस कोलाट्रल त तपाईँको इन्टेन्सनल्ली मलाई चाहिँ के अरे कर्जा लिएर जे गर्ने गर नभनोस् भन्नको लागि मात्रै कोलाट्रल राख्ने हो। लोन रिपेइङ क्यापासिटी हेर्नु पर्यो नि। अब 400 जना रिकभरी राखेको छ भनेर जुन केशवजीले भन्नुभयो अब त्यो भनेको इन्डियाको जस्तो स्थिति आउला भन्न सकिँदैन। सकिन्छ। कस्तो हुन्थ्यो भन्दा कतिसम्म हुन्थ्यो भन्दाखेरि कतिपय एनबिएफसी कम्पनीहरूले नन ब्याङ्किङ फाइनान्स कर्पोरेसन्सहरूले दिएको ऋणलाई त घरभित्र थुनेर बाँधेर तँलाई भर्खरै गोली हान्दिउँ कि भनेर अनि त्यसपछि त्यसको परिवारबाट चाहिँ असुली गर्थ्यो हैन। त्यस्तो भयावह स्थिति पनि आइदिने हो कि भन्ने चाहिँ सोच्नुपर्ने हुन्छ। त्यो रिकभरी एजेन्ट्सहरूलाई पनि एउटा रेगुलेट गरेर कसरी चाहिँ रिकभरी गर्ने। रिकभरी एजेन्ट त चाहिन्छ होइन, तर रिकभरी कसरी गर्ने भन्ने कुरामा हरासमेन्ट गरेर रिकभरी गर्न सुरु गर्यो भने त्यसले सोल्युसन ल्याउँदैन। हेर्नुहोस् अब प्रब्लम के हो त भन्दाखेरि कुनै पनि ऋणीले जानी जानी ऋण तिर्दिन भनेर भन्ने मान्छेहरू निकै कम हुन्छन्। हेर्नुहोस् इन्टेन्सनल्ली फ्रड गर्ने नियत भएका मान्छेहरू निकै कम हुन्छन्। हुने के हो त उसको फाइनेन्सियल कन्डिसनले धान्न सकेका छैन अनि तिर्न सक्दैन अनि के गर्ने त मर्नु भएन के अरे कहाँबाट कसरी पैसा तिर्ने त। पैसा त चाहियो नि तिर्नलाई। अब उसको क्यास फ्लो नै छैन कहाँबाट तिरोस् त हैन। भनेपछि समस्याको जड कहाँ हो त्यतापट्टि उपाय गर्नु पर्यो नि। त्यो उपाय राष्ट्र ब्याङ्कले त गर्न सक्दैन। त्यो उपाय गर्ने भनेको सरकारले हो हैन। फिस्कल पोलिसीले एड्रेस गर्नु पर्यो। तपाईको लोन पे ब्याक गर्न सकेका छैनन् भने किन पे ब्याक गर्न सकेनन्, के कारण भयो, समस्या कहाँ हो, त्यसलाई कसरी सोल्युसन गरेर उनीहरूलाई पे गर्न सक्ने क्यापासिटीमा पुर्याउने भनेर चाहिँ राज्यले सोच्नु पर्यो। अब अहिलेको स्थिति हेर्नुहोस् त मसँग कोलाट्रल छ भनेर ब्याङ्कहरू चाहिँ अहिले ब्याङ्कहरूको नन ब्याङ्किङ एसेट्सहरू कसरी वात्त बढेका छ हैन। आफूले सकाएर राखेका छन् बजारमा बेच्न सकेका छैनन् हैन। त्यो सबै नेपालको ब्याङ्कहरू चाहिँ अति नै तपाईँको खाली कोलाट्रल बेस लोन त्यता मात्रै फोकस गरे के प्रोजेक्टलाई लोनै दिन चाहँदैनन्। कसैले आइडिया लिएर आयो क्यास फ्लो चाहिँ बनाउन सक्छु भनेर भन्यो भने बिना कोलाट्रल त नेपालमा बिजनेस गर्छु लोन लिएर बिजनेस गर्छु भन्न त असम्भव जस्तै कुरा हो। त्यहाँ फाइनान्सिङ छैन। कोलाट्रल हुनेलाई जति माने त्यति फाइनान्सिङ गरिदिएछ। ब्याङ्क आफैले डकुमेन्ट मिलाउँछ। यसो गर्नुहोस् उसो गर्नुहोस् भनेर आफैले फेक डकुमेन्ट मिलाउँछ। फेक डकुमेन्ट मात्रै मिलाउने होइन अति नै त्यो चाहिँ नि नाटकीय कामहरू गर्ने के भएको नभएको अनि त्यो नेपालमा लागू हुने नहुने त्यो प्रमिसरी नोटलाई नेपालको लले चिन्दैन। त्यस्ता भागका नभएका नौटङ्की बनाएर यत्रो मोटो फाइल बनाउने
अनि चाहिँ नि घरभरिका त्यो परिवारको सर्कलभरिका मान्छेहरूको चाहिँ त्यो लिने अनि त्यसले बैङ्कको लोन चाहिँ तिर्छ र विशेषज्ञले भन्नुभएको जस्तै एक्ज्याक्टली त्यो सही कुरा हो कि बिजनेस चल्नलाई बिजनेस चल्ने भन्दै गर्दा बैङ्कको लोन तिर्ने पनि त्यो एउटा कम्पोनेन्टमा पर्छ होइन उसको अपरेसन चल्नु पर्यो प्रफिट हुनु पर्यो अनि बैङ्कको इन्ट्रेस्ट सर्भिस गर्ने कुरादेखि लिएर सबै चल्छ त्यो कुरामा दुईटा कुरा चाहिँ हुनुपर्छ अनि कोलाट्रल तेस्रो मात्रै आउँछ कि पहिला चाहिँ प्रोफिटेबिलिटी नै हुनु पर्यो त्यो बिजनेस भाइबल नै हुनु पर्यो त्यो बिजनेस एमिकेबल नै हुनु पर्यो त्यतातिर चाहिँ त्यो बैङ्कमा त्यत्र मान्छेहरू छन् त्यो एनालिस्टहरूको टिम चाहिँ बिजनेस एनालिस्टहरूको चाहिँ टिमै हुँदैन त्यो टिमै हुने होइन त्यो कामै गर्दैन त्यसमा दोस्रो भनेको क्यास फ्लो म्यानेज हुनु पर्यो प्रोफिटेबिलिटी एकाउन्टमा त टन्न देखिन्छ तर क्यास फ्लो चाहिँ सधैँ टाइट हुन्छ भने त्यसले पनि त्यो इन्ट्रेस्ट सर्भिस गर्न सक्दैन त्यो लोनको रिपेमेन्ट गर्नलाई गाह्रो हुन्छ सक्दैन त नभनौँ होइन गाह्रो हुन्छ अथवा रेगुलर हुँदैन अथवा स्मुथ पर्पिचुअल हुँदैन यो दुईटा कुरामा एनालाइसिस गरेर अनि बल्ल लोन दिने कि नदिने भन्ने हुनुपर्छ तर त्यहाँ त्यो कुराले ड्राइभ गर्दैन कि पहिलो कुरा नाटक गर्ने मोटा मोटा फाइल बनाउने हुने नहुने कुरा माग्ने जुन कुराको रिलेभेन्सै छैन त्यो कुरा माग्ने अनि अहिले त सबै बैङ्कहरूमा चाहिँ अनि पैसा नखाइकन लोनै नदिने ठुलो होस् सानो होस् पैसा खाने यो चलन चाहिँ अब यो रोग चाहिँ नेपालको प्राइभेट बैङ्कहरूमा पनि भसक्कै घुसेको छ कुनै पनि बैङ्कहरू त्यसबाट अछुतो छैनन् दोस्रो कुरा अनि तेस्रो कुरा चाहिँ सम्पत्ति राख टन्न राख तेरो बिजनेस त तैँले गर्ने हामीलाई के मतलब हामीले नाटक गरिहाल्यौँ यत्रो मोटो फाइल बनाइहाल्यौँ अब हामी जस्टिफाई गर्छौँ अनि त्यही जस्टिफाई गर्नलाई पनि टन्न पनि भयो कागज पनि भयो अनि पैसा पनि अलिअलि खुवाउनु पर्ने अनि लास्टमा भएन भने तेरो घर छँदैछ तेरो जग्गा छँदैछ त्यहाँबाट लिन्छु कोलाट्रलले बिजनेस त गर्ने होइन नि त्यो त एउटा लास्ट रेसोर्ट पो हो त तिम्रो बिजनेस गर्दै गर्दा भवितव्य पर गर्दै गर्दाखेरि अब तिमीले रिस्क लिएको थियौ तिमी त अब डुब्यौ तर बैङ्क त डुब्नु भएन तर सानो पैसा छ त्यो चाहिँ नन ब्याङ्किङ एसेट बनाएर भए पनि म आफ्नो हिसाबले उठाउँछु भन्ने पो हो त अनि त्यो थर्ड क्राइटेरियाले चाहिँ फर्स्ट क्राइटेरिया बनाएर त्यसैको बेसमा चाहिँ अनि लोन दिन्छ अनि त्यो भए पछाडि चाहिँ डेफिनेटली त्यो त्यो एमिकेबल हुने फर्मेटै होइन जसले गर्दाखेरि चाहिँ अनि त्यो डिफल्ट हुने सङ्ख्याहरू बढी हुन्छ अनि त्यही माथि व्यावसायिक वातावरण भएन सरकारले सपोर्ट गरेन भने त त्यो चाहिँ हिउँमाथि तुसारो हुने कुराहरू छँदैछ अनि त्यही भइराखेको कुराहरू हो होइन अब नेपालमा नि त्यो लगभग त्यस्तै त्यस्तै अवस्था देखिसकिएको अवस्था छ त्यो नन ब्याङ्किङ इन्स्टिट्युसनको कुराहरू विशेष सरले गर्नुभयो त्यो नेपालमा पनि देखिन थालिसकेको छ त्यो चाहिँ त्यो पहिला पनि अलिअलि थियो अब अहिले चाहिँ बेसरी बढेको छ जस्तो यो चाहिँ इन्भेस्टमेन्ट कम्पनीहरूले चाहिँ त्यो दिन्छन् होइन अब हायर पर्चेजवाला त्यो अब प्राइभेट कम्पनीहरू छन् जसले आफै हायर पर्चेज लोनहरू दिन्छन् आफै हायर पर्चेज सेल्स पनि गर्छन् आफै हायर पर्चेज लोन पनि दिन्छन् तिनीहरूमा यो पैसा नउठ्ने रोग चाहिँ यति धेरै भइसकेको छ कि अहिले हुक एन्ड क्रुक के अब त्यसलाई थ्रेट गरेर हुन्छ कि त्यसलाई चाहिँ किडन्याप शैलीमा उठाएर ल्याएर केरकार गरेर हुन्छ कि त्यो चाहिँ एकदम धेरै सुरु भइसकेको छ है त्यसकारण यी सबै भनेको चाहिँ कसरी हुन्छ त भन्दाखेरि लोन लिनेले पनि गलत नियत राखेर लोन लिने अनि लोन दिनेले पनि गलत लोन राखेर दिने सरले अघि भन्नुभयो यस्तोसम्म अवस्था थियो कि कोलाट्रल राम्रो भयो भने चाहिँ फर्स्ट प्रायोरिटीमा राखेर दिइहाल्ने अनि एउटा बैङ्कको त त्यो कुन चाहिँको कोलाट्रल राम्रो छ त्यसलाई के खोचे थापेर त्यसलाई चाहिँ छिटोभन्दा छिटो त्यसको कोलाट्रल खाइदिने त्यसको सम्पत्ति खाइदिने भन्ने खालको टेन्डेन्सी एकदमै धेरै थियो त्यो बैङ्क अहिले अत्यन्त समस्यामा छ अब नामै त किन लिने होइन अनि उसको चाहिँ त्यहाँ चाहिँ कोलाट्रलहरू हेर्ने अनि उनका चाहिँ नि अब चाहिँ त्यो ग्रुप मालिक ग्रुपहरूले चाहिँ हजुर यो यसको कोलाट्रल यो राम्रो छ यसको सम्पत्ति राम्रो छ यसलाई त के गरेर हुन्छ यो खाइदिनुपर्छ भनेर रिकमेन्डेसन नै गर्ने टिमै थियो अनि त्यो गलत नियतको हिसाबले चाहिँ ब्याङ्किङ गरियो अनि त्यसको रिप्राइजल पनि गलतै आयो त्यसको रिजल्ट पनि गलतै आयो त्यो त्यो चाहिँ धेरै थोरै सबै बैङ्कहरूमा छ अब त्यसलाई चाहिँ राष्ट्र ब्याङ्कले अब अरूहरूले त्यो कन्ट्रोल गर्नु पर्यो राज्यले सरकारले कन्ट्रोल गर्नु पर्यो र त्यो चाहिँ नियन्त्रणभन्दा बाहिर जाला भन्ने डर हो क्या सर्वसाधारणलाई चाहिँ त्यो अलिअलि ब्याङ्किङ बुझेका अलिअलि अर्थशास्त्र बुझेका मान्छेहरू हामी जस्ता मान्छेलाई डर चाहिँ त्यो लाग्ने ल यही हो
यो कुरा गर्दै जाँदा अब बढी नेगेटिभ कुरा हुँदै जान्छ, नेगेटिभ कुरा धेरै किन गर्नु। केशव सरले बहुत राम्रो कुराहरू गर्नुभयो। विष्णु सर, केशव सरको जुन कुराहरू सुन्दाखेरि हामीलाई आनन्द महसुस भइरहेको छ। माथि बस्ने सरहरू तथा तल सुन्नु भने यतिखेर पनि हामीसँग 300 भन्दा माथि जना सर तथा म्याडमहरू सुनेर बसिरहनु भएको छ। यो कुराले चाहिँ केही शिक्षाहरू पक्का पनि हामी लिएका छौँ भन्ने हामीलाई अनुभव भएको छ। यतिखेर हाम्रो माझमा सादा चौतारी छलफलमा माझमा वीरेन्द्र अधिकारी सर आउनुभएको छ। वीरेन्द्र सर नमस्ते। हजुर सर नमस्कार। नमस्कार सर, म त श्रोताको रूपमा मात्रै छु सर। केशव सर हजुर हजुर। अनि सर के छ अहिलेको समष्टिगत त हजुर त राजनीतिबाट नेपालको राजनीतिलाई पनि अलि नजिकबाट हेर्नुहुन्छ। अहिलेको विकसित राजनीतिक घटनाक्रममा त्यस्तो नयाँ केही